हेलो कान्छी के गर्दै हो? अबै गर्न लाग्छु बड्डो गाह्रो भयो चाहियो। ए हो र? के हो त नि के भन्छ रे पहाडतिर त पुरा कुटो पो हुन्थ्यो त नि यो त के हो त नि तराईतिर त के हो यो फरुवाले गोड्छन् क्या हो मकै पनि के हो? गोड्ने हो के हो फुटाउने हो कि धानले हो कि के हो मकै त के देखिन नि त यार के हो यस्तो यस्तो बारल त गरी खाइन क्या हो बड्डी मकै त दुईचोटि छर्याम अनि पानी परिन त्यहाँ कतै देखेनन् गोड्ने भन्छन् कुट्याउने भन्छन् सुरुवात हुन लाग्छ देखेराको गोर्सकिलिम अर्कोचोटिको भर्खर सुरुवात भएको छ मजाले गोड्ने रहेछन् म पनि यहीँ सिक्या हुँ के गर्छन् तराईतिर ए तराईतिर त फरुवाल पो गोड्दो रहेछ नि त मकै त अनि पहाडतिर त अनि कुटोले गोड्छ नि त नि के हो बड्डी त लास्टै चेन्ज भयो क्या यार बड्डी यार के हो यार अर्को बुढो पो खोज्न लाग्यो बड्डी त्यो मकै खनिस अर्को बाटो खोज्छन् सुक्खा पनि प्यारेछ अर्को बाटो खोज्यो के फराल खन्दान र अर्को बाटो खोजे त अनि बजारतिर बस्ने घरमा गाउँघरमा दुःख नगर्ने भन्ने हुन र मान्छे आछन् फेरि कस्तो बजारमा बसिहाल्छन् आफ्नो त के गर्नु त्यस्तो दुःख गर्नुपर्छ त्यही पनि एकदम सङ्खा गर्ने त्यहाँको बजार हो है कहाँ ठेउ अनि त्यो गाउँघरतिर ठिक छ त नि गाउँघरको हावापानी सबै राम्रो हुन्छ अनि गाउँघरतिरको मान्छेहरू मिलनसार हुन्छन् सहर बजारतिर के सहर बजारको मान्छे एक गिलास पानीसम्म त किनेर खानुपर्छ त्यहाँ सहर बजारको मान्छे राम्रो हुन्छ गाउँमा बसेर अनि के भन्छ मजाले गर्नुपर्छ नि काम मान्छे राम्रो किन चाहियो त अनि बजार भने त बजार हो र केसको लागि जान्ने कमाउन मान्छेले एकदम बजारतिर कोठा लिनु बसाल्ने छोराछोरी पढाउने गर्छन् आफ्नो त के भन्नु र यस्तो दुःख गर्दा पनि सुख छैन त्यहाँको पैसा अनि पैसा के यहाँकै रुखमा फल्या हुन्छ नि त फल्या के पैसा के ट्याप टिप्दै पठाउने अरे यहाँबाट पैसा के गर्न पठाउने हो त कमाउनु गए 2 वर्ष हुँदै आजसम्म पैसा छैन अनि तिमीहरू त पैसा दि कमा पैसा कहाँ माटो ढुङ्गान जान्छन् त त्यो रारी भाइ त जान त्यहाँको राडी हो है गाडी हो नि कहाँ पठाइदिएका छ र गाडी हो राडीलाई यार पैसा त पठाइदिरहेको छु र नि कति पठाउँछ नि त नि खानु पर्यो त्यो खाने बस्ने मात्र त खान त घरमै त छ र त्यो खाने मात्र त्यो कमाउनु गएर खाने मात्र हुन्छ नि के काम छ त ए के भन्छ कमाउने केको लागि हो त्यो खानाको लागि त हो नि त्यो पेट पाल्ने मात्र हो भने पैसा भन्ने आउँछ नि यार जहिले पनि बिहान पैसा नपठाइदिने छोराछोरीको फी तिर्ने भए पैसा नपठाइदिने अनि पैसा भने हाम्रो पैसा गएदेखि आएका छन् र केल पराउने पैसा त सम्झिने पानी सम्किने हो बट्टी यत्रै पठाइन त्यही भएर त गान नपठाउने मेडिकल जान्छु के हुन्छ छोराछोरी घर आएन बस्ने दृष्टि गर्ने छोराछोरी स्याहार्ने म जान्छु कमाउन ए हो र त्यो भए त के हो म आज टिकट काट्न आइजान्छु गाँठे त्यो भए त यार बड्डीले कमाउनु भए त बड्डीले किन कमाउनु पर्यो गाँठे बड्डो कमाउनु गएन त्यो छोराछोरी जोरी पाल्न सकिन्न त्यो पैसै पठाइन्न भने के गर्न जाने त्यहाँ मोज मस्ती गर्न किन जान्छ आफ्नो छोराछोरी सम्हाल्न आउने म जान्छु कमाउन त्यो विदेश गए भन्ने मात्र छ र आसम्म पैसा आएन गए 2 वर्ष भयो आयो हुन्छ घर ए ल त्यसो भए त म अवश्य टिकट काटेर आइहाल्नु पर्यो घर यार अब बड्डीलाई पठाउनु पर्यो गाँठे कमाउनु यार यो भएन केटको यार कमाइकन कस्तो प्रगति गरे खान आफ्नो त कमाउनु गइकन पनि सुक्खु पैसा पठाउने होइन अनि घर आउने थाहा पनि होइन म जान्छु